रामलाल जोशीद्वारा लिखित बा-आमा पुस्तकको अध्याय 8 छाडिएका भगवान। धेरै वर्षपछि हजुरआमाले भनेको सम्झिए। बाबाको सौराई लागे फुपूको मुख हेर्नु बा, आमाको सौराई लागे मामाको मुख हेर्नु। उहिले बाबा छँदै थिए, फुपूको मुख किन हेर्नु? अहिले बाबाको सौराईले व्याकुल छु तर फुपू छैनन्, कसको मुख हेर्नु? आमाको सौराई काट्न जैठा मामा त थिए तर टाढा पहाडमा। 3 दिनको बाटो झट्ट भेट्न नसकिने। सौराईले तल तल लागेका बेला कसको मुख हेर्नु? उहिले हात गोडा चल्ने बेला मामा प्राय मधेस आइरहन्थे। हाम्रो मायाले हो वा आफ्नै कामकाजले भगवानले जानुन्, तर हिउँदका दिनहरूमा प्रत्येक वर्ष मामा मधेस झर्थे। दाजु र बहिनी घाममा बसेका पुराना दिनहरू कुरा गर्थे र म आमा र मामालाई एकटकले हेरिरहन्थे। दुवैका अनुहार मिल्दा थिए। मामालाई हेर्दा आमाको झझल्को आउने, आमालाई हेर्दा मामाको। अचेलका वर्षहरूमा मामा आउन छाडे। धेरै वर्ष बिते, आउँदै आएनन्। अब त मामाका हात गोडा पनि चल्न छाडे क्यारे। झाल खानाको कैदी जस्तो भएर पहाडको निर्जन गाउँमै थुनिएका छन्। उड्नलाई पङ्ख छैन, हिँड्नलाई पग छैन। दम र वायुले थलिएका मामा कति रोइरहेका होलान्, कति दुखिरहेको होला मन, कति छटपटीमा होला एक्लो जीवन। सागरमा उठेको लहर झैँ एकाएक मनमा मामालाई भेट्ने हुटहुटी चल्यो। धेरै वर्षदेखि नभेटेका मामा कस्ता भए होलान् सम्झेर मन यसरी आकुल व्याकुल भयो कि इच्छा लाग्यो कहिल्यै जाउँ, मामाको नजिक बसौँ, तृप्त भएर हेरौँ र मामाको सौराई काटौँ। हुटहुटीले मन उड्यो। मेरो मन चुरे पहाडको माथि माथि मालिकाको डाँडो नाग्दै क्षणभरमै कोटिला पुग्यो। मेरा पैताला चिच्चाउन थाले। मन उडी गएपछि त न कहाँ थप पक्क बस्न मन सक्छ र सकेन। पर्सिपल्ट मैले आफ्नो झोला कसाकस पारेँ। मामाको लागि अलिकति चिनी, चियापत्ती, एक जोड चप्पल, एउटा टोपी, 1 किलो गट्टा, 1 किलो स्वेटर, पाइजामा झोलामा झालेर सरासरुका लागेँ। तल्ला पानी चुसे काँडा, कोतल डडी, ठुली गाडा, कड दौसिनी, भिर, थुल्ली खोला, मौरेको ओडा, जुगनी र अद्वारी गडा हुँदै कोटी किल्लासम्म हिँडेको त्यो बेही बाटो हो जसका धुली कणहरू 50 वर्षदेखि मैले 10औं पटक कुल्चिएको थिएँ। जहाँ मेरो साल नाल गाडिएको थियो, जहाँको ढुङ्गा र माटोमा मेरा कलिला पैतालाका छाप बसेका थिए, जहाँको स्नेह र ममता मेरा रौँ रौँमा भिजेको थियो। 50 वर्षपछि मेरो त्यही पुरानो गाउँ कोटिला फर्किँदै थिएँ। अनेक उकाली चढ्दै, ओह्राली झर्दै, जङ्घार र खोल्साहरू नाग्दै 3 दिनको पपरान्न मैले दारी गाउँको डाँडामा पाइला टेकेँ। पारी दौडीको डाँडोमा सिन्दुरे लाली छर्दै सूर्यले पश्चिमको दिशा परिसकेको थियो। द्वारी गडाको डाँडाबाटै मैले 1 कोस पारीको मेरो प्यारो कोटिलाको दर्शन गरेँ। निधारमा गज धुम्म काफलका रुख, निधारमाथि न्याउ लेक, निधारको टिका जस्तै डटौतीको रातो माटो, नाकको डाँडी जस्तै बाम टोलीको धुरो, आँखाका कोपिल्टा जस्तै टटकाउने रसिला पानीका नाउला, दाँता जस्तै सेतो सम्म पिपल डाँडाका ढुङ्गा, वैशालु युवतीका उच्च छाती जस्तै पाजा थैला र पगारका तुम्का, तल्लो आङबाट कल कल बग्ने छडी खोला र कपालै कपाल जस्तो गजगुम्म रानीवन। त्यही मेरो जन्मभूमि कोटिला। रानी वनबाट एक झुल चराहरू सुवा पङ्खीले एकतर्फ उडिरहेथे। दारी गङ्गादेखि कलिलासम्मको बाटो मरेको सर्प झैँ तलपन्न पल्टिएको थियो। म आफ्ना बाल स्मृति फनफनी घुम्न थालेँ। हृदयभरि भावुकताको काँडा उम्रिए। मैले सुवा पङ्खी लेक हेरेँ, जगतडङ्गको फाट हेरेँ, बादल पानीको डाँडो हेरेँ, तिललक्ष्मीको क्षितिज हेरेँ। मेरा आँखाभरिभरि मैले कोटिलाको धरती र आकाश हेरेँ। मेरो हृदयमा अमिट भइसकेको थियो। गडतिरको ठुलो ढुङ्गा र तेला बारको छाया हेरेँ। मेरा कलिला पैतालाहरूले कुल्चिएर छाडी गएको धुलो माटो बुढ्यौलाले चोपे। निधारमा लगाएँ माटो, माथा टेकाएँ, चुमेँ, चाखेँ। मैले जवरैबाट मेरो मातृभूमिलाई प्रणाम गरेँ। लाग्यो डौटीको डाँडोलाई अगालो हालेर धरी धरी रोउँ। कोटिलाको छातीमा टाउको राखेर लुटुपुट्यौँ। मेरो बाल्यकाल त्यहीँ छुटेको थियो। मेरा पैतालाका छाप त्यहीँ थिए, छुटेका थिए। मेरो सालनाल त्यहीँ छुटेको थियो। टाखुरा सुरु गर्दा बसेको चाक्लो ढुङ्गा त्यहीँ थियो। पढेको स्कुल पनि त्यहीँ थियो। पिपल रुख त्यहीँ थियो। गाई चराएको वन त्यहीँ थियो। पौडी खेलेको खोला, गट्टा खेलेको तेला बारको छाया र पिङ खेल्ने पाखरीको हाँगा सबै त्यहीँ छुटेका थिए। लाग्यो
मेरा बादलौँ तरीहरू यतै कतै गट्टा र बार्रा खेल्दैछन् कि तेल बाराको छायामा बसेका अथवा गड्डातिरको ठुलो ढुङ्गामा खुट्टा फैलाएर नन्नी सिरुका पात च्यात्दैछ कि मेरो कैलु गाई यिनै वनमा पसेर हरिया दावा चढ्दैछ कि कतै मेरी आमा यिनै वनका डालीहरूमा चढेर घाँस काट्दै हुनुहुन्छ कि कठै सम्झेर ऊ जिन्दगी आँसु त्यसै छचल्किएछ। गाउँ सुनसान थियो। गाई भैँसी बाख्रा पखेटा र मान्छेहरूको उस्तै चहल पहल थिएन। घाँसिनीहरूका सुरीला गीत गन्किएका थिएनन्। खला खेत वन बेत र चौतारीहरूमा डेउडाका भाका रन्किएका थिएनन्। गोठलाहरूका बाँसुरीका धुन थिएनन्। कोइलीको कुहु कुहु थिएन। बालबालिकाहरूका तुमुल ध्वनि थिएनन्। युवा युवतीहरूको कौराली थिए त केवल उच्च लाग्दा झ्याउरीका बिरही आलापहरू मात्र, सम्झाउने तर्साउन आउने स्यालहरूका कस र चिल्लाट मात्र र काललाई पुकारिरहेका बुढाबुढीका करुण कदन्द्र मात्रै र गुडा बोजिलो यात्रा मात्रै ख्वाम ख्वाम अय्या। देवी थानको दम्सिलो तडप नाग्दै म जेठा मामा घरनिर पुगेँ। 3 तलाको पत्थरी घर जीर्ण र भग्न भइसकेको थियो। धुरीमा चिउडी सुकिसकेको थियो। 2 पाइला तलको बाख्री खोर भत्किसकेको थियो। पराली माझमा परालको त्यान्द्रो थिएन। ठिङ्ग उभिएका 3वटा खम्बा मात्रै थिए। घरभित्र र पेटी लिपिएको थिएन। माटो उप्केर खङ्गर ढुङ्गा देखिएका घर होइन, घर रूपी कङ्गाल ठिङ्ग उभिएको। घामको अन्तिम झुझुल्कोले पनि भाग्न हतार गरिरहेको थियो। बतासले सिरसिरे सिरेटो हाल्न थालिसकेको थियो। हेरेँ, पुरानो गुन्द्रीमा बसिरहेको एउटा बुढो मानिस आँगनमा बसेर मुलाका चाना चपाइरहेको थियो। समयको घनले ठोकी ठोकी कुप्रिएको ढाड, गोरुले दाइहाल्ने जस्तो कपालका रौँ, बिजुलीका तार गुजुमुक्क भए जस्तो हातका नसा, धाजा फाटेका खेत जस्ता कुर्कुच्चा, फुङ्ग उडेको स्वरूप, कमजोर र क्रिस्काए शरीर, पात खुइलेको बुढो रुख जस्तो जीर्ण आकृति, शिशिरको पात जस्तो पहेँलो वर्ण, कार्तिकको काँसघरी जस्तो कपाल। मुख हेरेँ, चौरीका सहस्र धर्साहरूले खुम्चिएको निधार, ओडार जस्ता गहिरा र चिम्सा आँखा, छाँगा छुर भिरमाथि सुकेर लत्रिएको बाबियो जस्तो आँखी, भौँ बकुल्लाको नाक जस्तो नाक, नाकके ओडारमा निस्केका बिरूप र चोसिरौँ, कलेटी परेका ओठ र जुस्स परेका दारी, प्वाँख उखेलिएको कुखुराको गर्दन जस्तो पातलो घाँटी, त्यसैमाथि टिमिक्क देखिने रुखो पहाडको चुच्चो जस्तो रुद्रघन्टी, वर्षौँ झ्यालखानामा बसेर भर्खरै निस्केको कैदी जस्तो हतप्रभ र करुणाले भरिएको अनुहार। पहिरन हेरेँ, मैले र फोटो पुरानो पायजामा, बक्रम र गलामा फुटेको धुजा भएको मैलो र ध्वाँसे कमिज, बोराको धर्सा जस्तो रङ्गहीन दायाँ हातको रक्षाबन्ध र सिसा उप्किएको र सिसाले भरिएको बायाँ हातको घडी, भुवा निस्केर लट्टा परेको पुरानो गलबन्दी, आरनको खलाती जस्तै खुइलिएको पुरानो ज्याकेट, यिनै पहिरनले सुरक्षित पारेका एउटा बुढो र दुब्लो ज्यान र त्यही ज्यानभित्र मन्द मन्द चलिरहेको एकमुठी सास। यिनै मेरा जेठा मामा थिए। बोलाए, मामा। मामाले टाउको उठाए। मुलाका चाना चपाइरहेका उनका गालाभित्र बाहिर हल्लिएको पिल्टामा छिरेका चिम्ला आँखाले निर्निमेष हेरे, धमिला दृष्टिलाई विस्फादित गरे। चिनेनन् सायद। बोले, को हौ बा? कहाँबाट आयो? फेरि भने, मामा म के? को हौ? मेरा भान्जा जसो स्वर छ त। भान्जा हो क्या? हजुर मामा, म रामनाथ क्या? कठै भान्जौ, सर्कको तारो झुल्याउन कहाँबाट धोकियो? यतिका वर्षपछि मामालाई कसरी सम्झ्यौ भान्जौ? म त हरिकले धन्य भएँ। धन्य मेरो धर्म, धन्य मेरो बहिनीको सत। मामा हात टेकेर उठ्न खोजे, तर मैले दिन आफै झुकेँ। मामालाई प्रणाम गरेँ। मामाका 2टा हातले मेरो घाँटीमा फन्का मारे। गाला र कपाल सुमसुमाए। गम्लङ्ग अँगालो हालेर मामालाई ग्वाँ ग्वाँ रुन थाले। बहिनी भइदिया भए कति आउँदी हो भान्जौ। अबको मेरो कोही थियो र आउँदो हो। त्यो बहिनीको नाता बाँकी रहेछ। धर्म सम्झेर आयो। मेरो भान्जाको एक्काइस होइजाऊ। भगवानले रक्षा गरून्। करुडाको मुखर्दले मुटु रेट्यो। आँखा बगिरहेको कर्णालीमाथि रुमाल राखेँ। परेली पुछिदिएँ। परालको पुरानो चटकी ताने नजिक बसेँ। अवस्था हेरेँ। 2टा धमिला आँखा सर्पशक्ति घुमाउँदै गएका, 2टा कान पानी चुहिरहने, एउटा नाक दाँतले साथ छोडिदिएका, एउटा थोत्रो मुख थरथरी कापिरहने, 2टा हात, बुढो ज्यानलाई धान्न नसक्ने 2टा खुट्टा, हरदमको सहारा, एउटा लट्ठी, पल पल दुखिरहने एउटा मन, नियतिका चोटहरू थपिरहने एउटा छाती, त्यसभित्र घ्यार घ्यार बजिरहने दमको सङ्गीत र त्यसैभित्र चलिरहने एकमुठी सास।
बस यति हो मामाको जिन्दगी यति। उफ, कस्तो देखेको थिएँ, कस्तो भयो। मेरो आँखामा उस बेलाको मामाको जिन्दगी सपना जस्तै बनेर फनफनी नाच्न थाल्यो। त्यस बेला हामी गोठाला जाँदा मामालाई परदेशबाट आएको देख्थ्यौँ। जोइ र म लजले दुरुनीको फेदमा मुन्टु लुकाउँथ्यौँ। मामा परैबाट देखेर हामीलाई बोलाउँथे, हे आऊ। माझी औँलामा ओठमा च्यापेर हामी लजाइ नजिक जान्थ्यौँ। झोलामा सुर्केनी खोलेर मामाले खडी सक्कर र पिपली मेटिन्थे। निहुरिएर एउटा हात जिउको पिठोमा बेर्थे, अर्को मेरो पिठ्युमा। कोटको खल्तीबाट दुईटा राता कलम झिक्थे भन्थे, लेउ राम्रा अक्षर बनाएर लेख्नु ल। राम्ररी लेख्यो भने अर्को पालिमा चाइनिज पेन ल्याइदेऊला तिमीहरूलाई। जय गमक्क फुलेर भन्थ्यो, देखिस् मेरा बाले कसरी माया गर्छन् तँलाई। अब पनि पिटिस भने बाला भनिदिन्छु, बुझिस् नि। मेरा बा भएका भए तँलाई नि मार्दा छैनन् र पो म दुखी हुन्थेँ। मलाई खिन्न भएको देखेर भन्थ्यो, हुँदे चित्त नदुखा, मेरा बाले हामी दुवैलाई माया गरिहाल्छन् नि भइगनी। परदेशबाट आएका मामालाई हामीलाई अघि लाउँथे, आफू पछि म फर्की मामालाई हेर्थेँ। चौडा ललाट, काला केस, ठुल्ठुला आँखा, लामो नाक, गोरो अनुहार, खाइलाग्दो ज्यान, सफारी सुट, हातमा एचएमटी घडी, औँलामा सुनको औँठी, सुनले बाँधेका दुईटा दाँत, सवारका जुत्ता, हातमा चाले रुमाल र काँधमा टेपरी काट। आहा, मेरा नाम मामा सिनेमाको हिरो जस्तै लाग्थे। 2 वर्षमा एकचोटि परदेशबाट आउँथे। बर्सातको दिनमा खेतीपाती लाउँथे। हिउँ लाग्दा फेरि गइहाल्थे। यता माइजूले घर धानेकी थिइन्। जोदाहा माइजूसँग पहाड फोड्ने ताकत छँदै थियो। अर्पण गरेकी थिइन्। उज्वलो रस सबै खेत भ्याएकी थिइन्। गोठमा गाई भैँसी र बाख्रा छँदै थिए। जय र विजयलाई हातमै हुर्काएकी थिइन्। परदेशको नोकरी र घरमा अँगालो भरेकी स्वास्नी र रामलक्ष्मण छोरा, गोठमा घल गोरु दुध दिने भैँसी, लेकमा पाखो, औँलामा खेत पत्थरी, घर, सुनचाँदी, धन सम्पत्ति सब आफूलाई पुग्दो काफी थियो। मामासँग दुनियाँदारसँग हुनुपर्ने सुखको जिन्दगी छँदै थियो। परन्तु छोराहरूलाई पढाउनकै लागि मामाले परदेश कुरेका थिए। आफ्ना छोराहरूलाई कुनै चिजको कमी हुन दिएका थिएनन्। गाउँमा कसैसँग नभएका चिज जय र विजयसँग हुन्थे। अरूसँग लाउनलाई बाटाका चप्पल पनि हुन्थेनन्, तर उनीहरूलाई बुट बजाएर हिँड्थे। अरूसँग लाज ढाक्नलाई जाँगे पनि हुन्थेनन्, तर उनीहरू बेली बटन लाएर हिँड्थे। अरूसँग चिमचिमे र लाटे घडी समेत हुन्थेन, तर उनीहरू एचएमटी लाएर हिँड्थे। अरूलाई सिसा कलम पाउन मुस्किल हुन्थ्यो, तर उनीहरू चाइनिज पेनको क्लिप गोजीमा टल्काएर हिँड्थे। उनीहरूका सबै फरमाइस परदेशबाटै पुरा गराएका थिए मामाले। ती दिनमा श्रवण कुमारको कथा जहीँ तहीँ प्रचलित थियो। चोकमा, चौतारीमा, विद्यालयमा, बजारमा, जहाँ तहीँ स्कुलबाट फर्किँदा प्राय जेठा मामा त्यही कहानी सुनाउँथे। उहिले त्रेतायुगमा एउटा आज्ञाकारी बालक थियो। उसको नाम श्रवण कुमार थियो। ऊ आफ्ना बाआमाको भक्त थियो। आफ्ना बुढा र दृष्टिविहीन बाआमालाई हात समातेर डोराउँथ्यो। ठुलो भइसकेपछि बाबाको स्याहारमा तल्लिन्थ्यो। काँधमा बोकेर कहिले देशाटन लागि निस्कन्थ्यो, कहिले तीर्थाटन लागि। एक दिन तीर्थाटनका लागि बुढा बाआमालाई काँधमा बोकेर श्रवण कुमार जङ्गलको बाटो जाँदै थियो। प्रचण्ड गर्मीका कारण तिर्खाले प्याक प्याक भएका उसका बाबाले भने, बाबु श्रवण, तिर्खा लाग्यो छोरा, पानी कता छ होला? पक्नुस् पिताजी, म पानी लिएर आइहाल्छु। एउटा बुढो रुखको छहारीमा बाआमालाई सुस्तरी राखेर उसले कमण्डलु समात्यो। बाबु शीघ्र आएछ है? बुढाले ओठ उफारे। हजुरहरू यहीँ विश्राम गर्नुहोस्, म पानी लिएर यथाशीघ्र आइहाल्छु। ऊ गयो। जङ्गलको बिचबाट सरयू नदी बगिरह्यो। ऊ नदीको किनारमा पुग्यो। गहिरो कमण्डलुमा झ्वाममा उसले कमण्डलु डुबायो। ठिक त्यसै बेला जङ्गलमा शिकारका लागि डुलिरहेका राजा दशरथका कानमा कमण्डलुको आवाज मृग कराए जस्तो लाग्यो। यथाशीघ्र उनले बाणबाट चाँजो चढाएर तीर छाडे। तीर गएर श्रवण कुमारका छातीमा रोपियो। हैया! यता छोराले पानी ल्याउला र तिर्खाएको हात शान्त गराउला भने बुढामा अधीर भइबसेका थिए। छेपारोको खस्राङ आवाजमा पनि छोराएको भ्रान्तिमा पर्थे। छोराहरूको कर्णपिरे आवाज सुन्न बुढामा अधीर भएका थिए। कान ठाडा पारेर बसेका बुढाले कोही आए जस्तो चाल पाए। छामछुम पारेर, बाबु श्रवण, आइस छोरा, किन विलम्ब गरिस् बाबु? कथा त्यहाँ पुग्दा हाम्रा आँखा अभिशप्त भइसकेका हुन्थे। प्यासले छटपटाइरहेका श्रवण कुमारका बुढा आमाबाका पानी आएन। बरु राजा दशरथले बाणले उसको प्राणान्त गएको कहाली लाग्दो खबर आयो, जो सुनेर उनका बाबा
ले उनलाई त्यहीँ राखिदिए र श्राप दिए। स्कुलबाट फर्किने बित्तिकै म आमाका घाँटीमा पाखुरीको फेरो हाल्थेँ। बडो उक्दिन्न भएर सुन्थेँ, म हजुरलाई कहिल्यै छाड्थिनँ आमा, एक्लै छाडेर कतै जान्न। आफ्ना आमालाई पोखरी बनाएर आमा मेरो चिउँडोमा सार्नुहुन्थ्यो। एक टकले यसरी हेरिरहनुहुन्थ्यो मानौ उहाँले मलाई पहिलोचोटि देख्नुभएको हो। स्कुल जाने बेलामा म जयलाई भन्थेँ, भोलिदेखि आफ्नी आमालाई छाडेर म कतै जान्न, तँसँग गोठालो पनि जान्न। ठुलो भएपछि आमालाई काशी, गया, प्रयाग, हरिद्वार सबै ठाउँमा घुमाउँछु, श्रवण कुमारको जस्तै, बुझिस्? जय मलाई गिराएर बोल्थ्यो, तेरा बा आमा अन्धा छन् र? बिचरा बा त छँदैछन्, के का अन्धा हुनु, तेरी आई त आमा मात्रै बा भए पो। मेरो मन पानी पानी हुन्थ्यो, आँखा पन्याला भइजान्थे। आफ्नो सानो छाती चौडा गरेर सिद्धे भन्थे, श्रवण कुमार जस्तो त म पो छु। तै भएर मेरा बा आमाले मलाई ज्ञानी भन्छन्, देखेनौ? उज्जवलले सिद्धे लक्ष्य आइते र डिलियरको साबिती त्योभन्दा कम थिएन। ती दिनहरूमा श्रवण कुमारको चरित्रले हाम्रो बालमस्तिष्कमा एक छत्र राज गरेको थियो। त्यस समयका हामी श्रवण कुमार थियौँ। समयले जिन्दगीलाई एक ठाउँमा अड्न दिँदैन, पानी जस्तै बग्नुपर्छ, हावा जस्तै बहनु। पढ्नका लागि काठमाडौँ जानुपर्ने भयो, गयौँ। मेरो आर्थिक अवस्था तो ठिक थिएन। केही समयपछि मैले सानोतिनो काम गरेँ। म काम गरेरै पढ्न थालेँ, तर जयले घरकै खर्चमा। जयलाई गाउँबाट कहिले घिउ पुग्थ्यो, कहिले कार्तिके मह दुधमा मुछेर घिउमा पकाएका खाजुरा आउँथे, कहिले कहिले मह हालेर बनाएको कसार छोराकै लागि भनेर मामा माइजूले तोरीको तेल, गाईको घिउ र काला जरिमको चुक सिसीमा राखेर हुन्थे पठाका। लेकको टिमुर, औलको कालजिरा र भक्के मिलाएको धुलो एउटा डुङ्कोमा प्याक गरेर राखेका हुन्थे। छुट्टीमा घर आउँदा गहत, मास, भट्ट र केक चिजले जयको झोला टनाटन हुन्थ्यो। हिउँदमा खानालाई मस्यौरा र बुटे फाँडोको धुलो छुट्टै टालोमा बाँधिदिएकी हुन्थिन् माइजूले। मामाले आफ्नो छोरालाई तिलको गेडा पनि कमी हुन दिएनन्। समय समयमा खर्च पठाइरहन्थे। पैसा कसैले कहिले चिन्ता गर्नु परेन। दुःख, गरिबी र अनुभव मामाले हुनै दिएनन् उसलाई। आफ्नो घाँस काटेर पनि छोरालाई सक्दो पुर्याएका थिए। मामा माइजूको मनमा सधैँ चिन्ता लहर दौडिएको हुन्थ्यो। सहरमा पढ्न गएको छोरो कहीँ भोको पो रहला कि, पढाइको चिन्ताले कतै दुब्लाई पो हाल्ला कि। छुट्टीको समयमा प्राय जय घर आइरहन्थ्यो। एकपटक घरबाट ऊ हैरान भएर फर्कियो। उसको अनुहार रङफुङ्ग उडेको थियो। चिन्ताका रेखाहरू उसको निधारमा दौडिरहेका थिए। उदास भएको थियो। अनुहार देखेर मैले भने, के भो जय, ओठमुख सुकाएको छस् त, के भो भन्न? उसले गहिरो सास लियो। निधारका पसिना पुछ्यो। दुखी भएर उसले भन्यो, हे रामनाथ, यसपटक बा आमालाई देखेर मुटु भक्कानिएको छ मेरो। बा आमाको अवस्था यस्तै भयो भने त पढाइ छाडेर मैले घर फर्कनु पर्ला जस्तो छ। पहाडसँग जुधेर ढुङ्गा फोड्ने मेरा बा आमा साह्रै कमजोर हुनुभएछ। बालाई दमले छोएछ। आमा पनि गल्नुभएछ। चट्टान जस्तो मेरा बा आमाको मन र शरीर कति चाँडै कर्कलो जस्तै फतक्क बलेछ। काम गर्दा गर्दा आमाका हातमा ठेला उठेका छन्। बाका पैताला फाटेका छन्। शरीर गलेर हात काम्न थालेका छन्। गलामा अड्किन थालेको बोली एकछिन निल्यो र फेरि भन्न थाल्यो, त्यही पनि भैँसी पाल्नु भएको छ, तर दुध खान मान्नुहुन्न, भन्नुहुन्छ तँलाई घिउ पठाउनलाई हो। पढाइको चिन्ताले त दुब्लाइसकेस्। सहरको खानाले आङ टुट्यो भने ज्यान लाग्दैन। भातमा घिउ हालेर खाएस्, लोभ नहरेस्। हामी छँदैछौँ। मौरी पाल्नु भएको छ, तर मह खान मान्नुहुन्न, भन्नुहुन्छ चिसो ठाउँमा खोकी पालेर नबसेस्। यो मह तेरा लागि हो। कार्तिके मह बिहान बिहान एक चम्चा खाएस्। लुगाखर्तिर सर्दी चट हुन्छ। मिठो चिज सती मिति गलामा जाँदैन अरे। हेर रामनाथ, यी सिती बिजौला र फर्सीका बीज आमाले एउटा टालोमा बाँध्नु भएको रहेछ। आउने बेलामा झोलामा हालिदिनु भयो। यी खाँदा दिमाग तेलिजिलो हुन्छ अरे, आमाले भन्नुभएको। जयका कुरा सुनेर मेरो मन छिया छिया भयो। मैले सम्झेँ दुब्ला र निन्याउरा मामा माइजूको आकृति। आफ्नो सन्तानलाई आसमानमा पुर्याउन ढुङ्गा र माटोसँग पौठे जोरी खेलिरहेको एउटा कर्मजोरीको धुमिलो आकृति। डिग्री पास गरेपछि म धनगढी फर्केँ। जयले काठमाडौँलाई कर्मथलो बनायो। सरकारी नोकरी पाएर जागिर गर्न थाल्यो। आफ्नो छोराको शिरमा सरकारको सिन्दुर पर्यो भन्ने मामा माइजूले हर्षका आँसु झारे। आफ्ना दुःखका दिन सम्झे। सरकारको जागिरे भएको छोराले आफ्नो सपना साकार पारेकोमा मामाले छाती चौडा गरिरहे। दसैँमा घर आउँदा एक दिन जयले भन्यो, बुबा मलाई डिबी पर्यो, अब म अमेरिका जाने भएँ। हँ, मामाले शङ्का प्रकट गरे। डिबी भन्या क्या हो?
जयले गौरव साथ सम्झायो, अमेरिका जस्तो देशमा जानको लागि त्यहाँको सरकारले दिएको इजाजत हो बुबा। 5 वर्ष बसेपछि अमेरिकाको नागरिकता पाइन्छ क्या? त्यसपछि त लाइफ बनिगयो नि बुवा। मामाले अनुत्साह प्रकट गरे। 2-4 वर्ष कमाउन लागि त गए पनि हुन्छ, तर सधैँभरि अमेरिका बस्ने मन नहरेस् लाटा। आफ्नो देश भनेको महतारी समान हो, देश छोडेर कहिल्यै जानुहुन्न छोरा, बुझिस् कुरा? खै जयले कति बुझ्यो कति बुझेन, अथवा बाबुका कुरा चित्त बुझ्यो कि बुझेनन् उही जानेस्। तर ऊ नराम्रोसँग फेरि उसको अमेरिका जाने पक्का भयो। हतारमा उसले काठमाडौँमै बिहे पनि गर्यो। यही बिचमा एउटा अकल्पनीय घटना घट्यो मामाको जीवनमा। 10 कक्षा पास गरेपछि दाजुलाई भेट्न विजय एक दिन काठमाडौँका लागि हिँड्यो, तर घरबाट हिँडेको 4 दिनपछि उसको शव झाँप्री खोलाको चिप्लो बाटोमा हिँड्ने बटुवाले देखे। त्यस घटनालाई मामा माइजू विक्षिप्त भए, आफूलाई सम्हाल्नै सकेनन्, पूर्ण बौला जस्ता भए। आफूलाई आमालाई सम्झायो, भन्यो, जीवनको लीला यस्तै हो, म छँदैछु, नरुनुहोस्। गयो। विजयको बितेको 7 महिनापछि ऊ अमेरिका उड्यो। बिस्तारै समय सङ्लिँदै गयो, तर मन सङ्लिएन। मामाले त आफूलाई काबुमा राख्न सके, देश दुनियाँ हेरेर चित्त बुझाए, तर माइजू भने पुत्र वियोग पीडाबाट पूर्णतः फर्किन सकिनन्। मानसिक रूपमा उनी विक्षिप्त हुँदै गइन्। शारीरिक रूपमा अशक्त हुँदाहुँदै विजय बितेको 2 वर्षपछि पुत्र वियोगको झटपटीमा देहत्याग गरिन्। कोटिलाको डाँडामा मामालाई निछट्ट एक्लै छाडेर बाइजू सदाका लागि अलग भइन्। धेरै वर्षपछि म गाउँमा गएको खबर बिबिसी बज्जैले आगोले चाहिँ झिल्कोले चाहिँ फैलानु। उस बेला बिबिसी बज्जैलाई हामी कटुनी बज्जै आमै भन्थ्यौँ। उही जमानादेखि उनी देश विदेशमा घटेका नयाँ घटना घरमा भन्दै हिँड्थिन्। कसैलाई थाहा नभएको कुरा सुन्दा पहिला उनीलाई थाहा हुन्थ्यो। देशमा को प्रधानमन्त्री भयो, राजाले रेडियोबाट के कुरा बोले, बडा केदारको जात्रा मङ्सिर कति गते हो, कसले कस्तो सपना देख्यो भन्ने, त्यसको फल के हुन्छ, गर्भवती महिलाले छोरो पाउँछ कि छोरी, देली बालो लाउने कि दिन कहिले हो, एक बिहानै करेसाको खाँबोमा बसेर कौवा करायो भने के हुन्छ, कुन नेता कसरी जेल गयो, यस वर्ष के अनिष्ट हुने हो, र यस्तै कुराहरू उनी गाउँमा सुनाइरहन्थिन्। नजाने कसरी थाहा पाउँछिन्, तर रेडियोले पुग्नुभन्दा अगाडि नै उनकै मुखबाट गाउँलेका कानमा पर्थे। इन्दिरा गान्धीलाई उनकै गार्डले गोली हानेर मारिदियो अरे, थाहा पायो? एक दिन सबभन्दा पहिला कुटुनी आमाले नै यो खबर सुनाएकी थिइन्। पछि रेडियोले पनि भन्यो, यस्ता ताजा खबर उनै सुनाउँथिन् गाउँमा। त्यसै बेलादेखि उनीहरूले सबैले बिबिसी बज्जै भन्न थाले। त्यसपछि उनी बिबिसी बज्जैका नामले कहलिन्। उनको बानी उस्तै रहेछ। भेटिएका जति सबैलाई उनीहरूले भनिन्, रामनाथ आएको छ, थाहा पायो? हिजो आएर आफ्नो मामा घरमा बस्या छ अरे, जाऊ भेट्न। भोलिपल्ट बिहान लट्ठी टेक्दै धामी बाजे आइपुग्यो, ख्वाङ ख्वाङ गर्दै। उनले भने, आज पश्चिमबाट सूर्य कसरी उदाएछ हँ? यो गाउँमा बाटो बिर्सिएको रहन्छ। रामनाथले धन्यवाद छ बाबु, उनलाई प्रणाम गरे। भने, आफ्नो मातृभूमिलाई को बिर्सन सक्छ र बाजे? बिर्सन सक्छन् बाबु, बिर्सन सक्छन्। जन्मभूमिलाई मात्र होइन, जन्म दिने बाआमालाई समेत चटक्क बिर्सेका छन् मान्छेका छोराहरूले। हातको लत्ती तेस्रो गरेर राखे। हात टेकेर उनी पेटीमा बसे। यिनै हातले तँलाई खेलाएको हुँ बाबै, यिनै पकुरीले तँलाई बोकेको हुँ, अनि भगवान् दाइना भए भन्नुभन्दा अगाडि तँलाई छुन पाएँ, धन्य भएँ। उनले मेरो टाउको सुमसुमाए। हात उनका काँपिरहेका थिए, नाडी उनका सुकेका दाउरा जस्ता थिए। छपक्क आँखी बाउले आँखालाई समेत ढाकेका थिए। उज्जवलले र दिल्लीको के खबर छ बा, के थाहा पाइस् कि? तिनीहरू कहिल्यै फर्केलान् घर। म के भनौँ, धामी बाजेका दुवै छोरा बेलायतमा छन्। उनीहरू उतैका नागरिक भइसके, उतै घर बनाइसके। उनीहरूका छोराछोरी उतै पढ्छन्, नेपाल फर्किने कुरै गर्दैनन्। म के भनेर सम्झाउँ? धामी बाजेलाई केही बोलिन। उहिले गाउँमा केही बिरामी पर्दा हामी धामी बाजेलाई नै गुहार्थ्यौँ। कसैका गाई भैँसी दुध कम दिँदा अथवा बच्चाहरू बिरामी हुँदा उनैको आँकको देउताले ठिक पार्थ्यो। प्रदेशमा कोही आपद विपदमा परेको खबर आयो भने पनि हामीहरू उनैको घरमा जान्थ्यौँ। अथवा कुनै युवकले जवान श्रीमतीलाई बिर्सेर लामो समयसम्म घर फर्केन भने उनकै आँकको देउता चामल बन्सेर दक्षिणतिर फ्याँक्थ्यौँ। 6 महिना अथवा वर्ष दिनमा त्यो परदेशी टुप्लुक्क आइपुग्थ्यो। तर अहिले धामी बाजेका आफ्नै छोरा कहिले आउनेछन् थाहा छैन। उनको रुग्ण शरीरसँगै देउता पनि शक्तिहीन भएका छन् सायद। सुनको तारले बाँधिएको उनको लट्टाघारी जुरो टाउकोमा शोभा मात्रै भएको छ। आज त्यसको काम सकिएको छ। देवतालाई गाउँमै निरीही छाडेर रोगीहरू सहर पसेका छन् अथवा विदेशमा भासिएका छन्। टिपु र कन्सी आँसु खसाल्दै आइन्। परैबाट उनी भन्न थालिन्, कठै बा यो जुनीमा भेट होला सोचेकी थिइनँ। भगवान्ले मुख देखाए। अहिले तेरी आमा खेत रोप्न जाँदा मैले नै तँलाई दुध चुसाएकी हुँ।
त मेरा छोरा रमेश जत्तिकै होस्, उस्तै माया लाग्छ तेरो पनि। तेरा पुराना फुटाहरू हेरेर सौराइ काट्थ्यो बा, कहिले देख्न पाउला भनेर मन व्याकुल थियो। आफ्नाहरूलाई सम्झेर आइस छोरा, भाग्यमानी भएस। मैले भने, तपाईँ किन काठमाडौँ जानुहुन्न कन्से? आखिर रमेशले उतै घर बनाइसक्यो। उसका जहान केटाकेटी उतै छन्, नाति नातिनीसँग रमाएर बस्न छोडी यो उजाड गाउँमा एक्लै किन बसिरहनेको छ? सहर भने सहरै हो, स्वास्थ्यलाई सुविधा हुन्छ। रमेशले पनि बोलाइ छ क्यारे? त्रिपुरा कान्छीले लामो सास तानिन्। हुन त हो बा, तर सहरमै भनेर क्यानो? परा साल 2 महिना बस्दा पशुपति देखिहालेँ, गुहेश्वरी देखिहालेँ, कृष्ण मन्दिर देखिसकेँ, स्वयम्भू गइसकेँ, राजा बस्ने दरबार देखिहालेँ, मन्त्री बस्ने दरबार देखिहालेँ। अब क्यानु छ काठमाडौँ बसेर? गाई पाल्न मिल्दैन, बाख्रा पाल्न मिल्दैन, रोपाइँ गर्ने खेत छैन, कोदो लाउने उचकोलो छैन, ह्याक्का जस्तो हावा दिने रुखहरू छैनन्, घरहरूले हावा दिँदैनन्। जिन्दगी गाउँमा खाएका मान्छेहरूलाई गाउँै राम्रो लाग्दो रहेछ बा। यहाँ आफ्ना आफन्त छन्, जिन्दगीभर पसिना यहीँ बगेका छन्। यहाँको त ढुङ्गा पनि माटो पनि आफ्नै लाग्छ। जहाँ गए पनि मन उडेर यहीँ आइहाल्छ। म मरेपछि जलाउनु यहीँ आउनु भनेकी छु छोरालाई। मेरो अस्तु यहीँको माटोमा सेलाइदिनु भनेकी छु बा। मेरो आङ सिरिङ्ग भयो। उनी बोल्दै थिइन्। सेतै फुलेको केस लिएर लाउरेनी आमै आइन्। धेरै गलिसकी छिन् उनी। आँखामा जाली लागिसकेका छन्, दाँत जम्मै झरिसकेका रहेछन्, जिउ कुप्रो भइसकेछ। तर ठुलो छोरीले बोल्ने बानी भने उस्तै रहेछ। आफ्ना छोराहरूको हालखबर सोध्न थालिन्। अस्ट्रेलियामा बस्ने उनका छोराहरूको पछिल्लो खबर मलाई थाहा छैन। उनले पनि छोराहरूकै गुनासो गरिन्। नेपाल फर्किने कुरै गर्दैनन् बा। आजकलका मान्छेहरूलाई यस्तो के भएछ कुन्नी? देशको मायै छैन क्या? विदेश भनेपछि मरिहत्ते गर्न थाले। लौरोमा झुन्डिएर ख्वाम गर्दै नौला घरि काका आए। आँगनको डिलमा बसेर राम्ररी कान सुन्न छाडेछन्। आँखा दबिला भएछन्, शरीरमा पनि त्यस्तै जीर्ण र अशक्त भएछन्। उनलाई अब आफ्ना छोराहरूप्रति त्यति चासो राख्ने मन लाग्दैन। एउटा छोरो कोरियामा छ, अर्को जापानमा। जेठो छोराले मुम्बईमा घर बनाइसकेको छ। यता आफू सागरका तारा गर्ने बसेका छन्। आज हो कि भोलि थाहा छैन। आफ्नो देश, आफ्नो माटो र आफ्ना बाआमालाई छाडेर जाने सन्तानप्रति प्राय सबै आमा बुबाको गुनासो उस्तै छ। नौला घरि काकाले पनि त्यस्तै भने। जसले भगवान छाडेर जान्छ उसले स्वर्ग भेट्दैन बाबै। बिबिसी बजेको ढाड ज्यादै कुप्रिएछ, हँसिया जस्तो। शरीरमा लट्ठी झुन्डाएर उनी आँगनको डिलमा आइन्। एक हातले लट्ठी टेकेर अर्को हातले ढाडमा लगाइन्। सोझो उभिने प्रयास गरिन्, सकिनन्। निहुरिएर उनले खुइँया सुस्केर हालिन्। यतिका वर्षपछि कहाँ आज क्या अचम्म भयो बाबै। मैले त हामीलाई बिर्सिसक्या होला सोच्थ्याँ। ए रामनाथ, मलाई चिनिस् कि चिनिनस्? भन्। तँलाई त मैले पिठ्युमा कति बोकेकी हुँ बाबै, तँलाई के थाहा? त सानो हुँदा पिठ्युमा बोकेँ, ठुलो भएपछि मनमा बोकेँ। त्यसरी बोकेको मान्छे यी आँखाबाट कसरी बेपत्ता भइछ? तर बाबै, मनमा बोकिराखेको मान्छे कहिल्यै न कहिल्यै भेट भइजाँदो रहेछ। तँलाई कम त बोक्या हुँ र मैले। त्यही भएर आज भगवान दाइ नभए त आइस देख्न पाएँ। मैले बिबिसी बजेका खुट्टा छोएँ। हर्षका आँसु खसाल्दै भने, भाग्यमानी भएस बा, लाख वर्ष बाँचेस्। उनको मेरो चिउँडो मुसानी। कति माया लाग्थ्यो तेरो। नदेखेरै मर्छु कि सोच्या थिएँ, तर मुखमा देख्न पाएँ। धन्य भयो बा। आफ्ना चिम्सा र चिसा आँखामा पलाएका 2 बुन्द आँसु धोतीको सबकोले पुछिन्। ठुलो मेरो मुखमा हेरिरहन्। मेरो दौतेरीहरू त्यहाँ कोही थिएनन्। उनीहरूका बाआमाले रित्ता काख फैलाएर बसेका थिए। ती काखहरूमा अहिले बुर्कुसी मार्ने, बुत्ती खेल्ने अथवा झिझो लाउने नाति नातिना भइदिएको भए जीवन कति भरिलो देखिँदो। थोत्रिएको भाँडो जस्तो रित्त अवश्य हुने थिएन। आफ्ना सन्तानहरूका यादमा त्यहाँ उपस्थित बुजुर्गहरू अनुहार माया गर्न आँसुले भरिएका थिए। अश्रुपूर्ण अनुहारहरू हेर्दै मामाले खुइँया सुस्केर हाले। त्यहाँको करुण शान्तिलाई भङ्ग गर्दै मामाले भन्न थाले, हेर भान्जौ, कति रहर लाग्दो थियो यो गाउँ। देवीथानको चौरमा सयौँ युवा युवतीहरू जम्मा भएर खेलमाल गर्थे, डेउडा चल्थे, गमरा लाग्थे। देवताका पर्वहरूमा जात्रा हुन्थ्यो, विवाह र पर्वहरूमा रतेउली हुन्थ्यो। कति आनन्द आउँथ्यो। रानीवनदेखि छडी खोलासम्म गोदुली साँझको गाई भैँसीको लस्कर कति रमाइलो। केटाकेटीहरूको अल्ली खल्ली असोजका रातहरूमा कति रौनकमय हुन्थे। घर घरबाट शङ्ख घण्टाका ध्वनिले प्रत्येक साँझ र प्रभात कति जीवन्त लाग्थ्यो। अहिले आएर यो ठाउँ कति शून्य भयो, मुर्दा शान्तिमा परिणत भयो। मान्छेको जस्तै ठाउँको पनि भोक सकिँदो रहेछ। भान्जौ, सकियो।
हाटबाट फर्किँदाखेरि पुजारी काकाले मधेसमा हेरी आए। मधेसको पाजलो ठाउँ लह लह झुल्ने धानका बाला फाटै सुनौलो पारेर फुलेको तोरी भैँसी पाल्न सजिलो घना जङ्गल हिसाब देखेर उनलाई उतै बसाइ सर्न मन लाग्यो क्यारे। मक्सिरको महिना लाग्दा सुरुमै आफ्ना जहान केटाकेटी गाई भैँसी हिँडाए। अर्को वर्ष भैँडी चार मौजाले त्यसै गरे। रजबारका कबिलाले आफ्ना साथ गरेर त्यसरी माया मारेर हिँडे। 2 वर्षपछि पाण्डेका परिवार हिँडे। एकाएक गर्दै 10 कर ढुङ्गामा उजाड भए। खड्का र बिस्तेका भाइहरू इन्डिया फर्केनन्। महाराष्ट्रमै घर बनाइ बसे। नवलघरीको जेठो छोरो बम्बईकै बासिन्दा भयो। सर पढ्न गएका धामी काकाका छोराहरू उतैबाट बेलायत गए। उतै बसे। टिपुको छोरो काठमाडौँबाटै फर्केन, उतै घर बनायो। लाउरेनीकै छोराहरू अस्ट्रेलियामै रमाए। मेरो छोराको लागि अमेरिकै स्वर्ग भयो। माइतीहरूको उठीबास भएपछि विवाह गरेर पढाइ घर गएका छोरीहरूको भनेर आउन्। हेर्दा हेर्दै यो गाउँ यसरी रित्तो भयो। भान्जो पुर्खाहरू विरासत बेवारिसे भयो। स्वर्ग जस्तो गाउँ शून्य र उजाड भयो। मामाका कुरा सुन्दा सुन्दै धामी बाजेको आङ सिरिङ्ग भयो। उनका जिउमा दुखेका खाँडा उम्री आँखा चिपचिपे भयो। जुरो बाँधेको एउटा लट्टा भुइँमा छर्यो। क्षणभरका लागि धामी बाजेले आँखा चिम्लिए। बिबिसी बजे नजिक गइन्। खसेको टोपी उठाइदिन्। उनले टोपीले मुख छोपे। विगत सम्झेर सायद उनी वावेल भए। बिबिसी बजैले भनिन्, ह्या अब जवान मुन्छे कोही बस्दैन बा। केटाकेटीका त झन् नामो निशानो छैन। अब सब पित्तरहरू मात्रै बस्छन्। पोहोर साल यहाँको माननीय हो कि मन्त्री हो। पिपल चौतारीतिर भाषण गरेका थियो। यो गाउँलाई अब ज्येष्ठ नागरिक ग्राम बनाउने अरे। बुढा अखाडाले मात्रै बस्नुपर्ने यो गाउँलाई के सराप परेछ को जानी। मामा फर्केर मैले भने, यति सुन्दर ठाउँ र आफ्नो जन्मभूमि किन छोडे त मामा। मान्छेहरूले पढे लेखेकाहरूले तल काम र कामको खोजीमा अन्यत्र गए, तर अरूले पनि किन चुटुक्क माया मारेर हिँडे त यसरी। मामाले एकछिन गम खाए। पुरानो कुरा सम्झिए गरेर भन्न थाल्यो, मान्छेको जातै यस्तै हो। भान्जो भएको बाटो छोड्छ र नयाँ बाटो खोज्छ। आफूसँग भगवानलाई छोड्छ र स्वर्गको खोजीमा भरिन्छ। भएको सुख छोड्छ, नयाँ सुखको कल्पना गर्छ। मान्छेको जात कति बैगुनी भने भान्जौ सुखको खोजीमा भौतारिँदै आफ्नो सालनाल गाडिएको मातृभूमि चटक्क छोडिदिन्छ। सुख र सुविधाकै खोजीमा हाम्रा आज सन्तानहरूले पनि आफ्ना बाबुले हड्डी घोटेको ढुङ्गा र मुढा र माटो छोडे। आमाले पसिना चुहेको खेत र बारी छोडे। बाजेले नङ्ग्रा खियाएर बनाएका पत्थरी घर छोडे। पुर्खाको विरासत छोडे। पुर्खाले पुजिएका देवी देवता छोडे। मानिएका देवी थान छोडे। सबैलाई आफ्ना भगवान छोडेर स्वर्गको खोजीमा निस्के भान्जौ। मान्छेहरूलाई सहरमाभन्दा ब्याज प्यारो लाग्ने यो अवस्था काखभरि नाति नातिना गटेर बस्नुपर्ने उमेरको कुराको चल्लाहरूले माउको पखेटा ओत लागेपछि सन्तानहरूले घेरिएर बस्नुपर्ने यी दिन। तर कोलाहल मच्चाएर झिँजो लाउने केटाकेटी छैनन्। आँगनमा मुस्कुराउने बालबालिका छैनन्। पिठ्युमा झुन्डिने आउने लाला बालाहरू छैनन्। काखमा चिप्किन आउने नाति नातिना छैनन्। घर सुनसान छन्। आँगन उजाड छन्। काख रित्ता छन् भने मामा नाति नातिनाको माया लाग्दैन? काखमा खेलाउँ जस्तो लाग्दैन? यहाँ एक्लै यो डाँडामा कुरेर बस्नुभन्दा नाति नातिना भए ठाउँ जस्तो लाग्दैन? मामा केही बोलेनन्। ठिट्टाउँदो नयनले पारितील लक्ष्मी टाढातर्फ हेरिरहे। मैले मामाको कर्ण अनुहार बोल्दा बोल्दै भक्कानेको मन छामेँ। हेर्दा हेर्दै पग्लेका आँखा देखेँ। जय र मलाई काखी ल्याएर हेलाएका दिन सम्झेँ। जयले गरेको गुनासो सम्झेँ भने मामा जयले 10 चोटि हजुरलाई बोलाइसक्यो क्यारे? कतिपटक त पनि लिन आइसक्यो। मैले अनुरोधलाई नमानेर बाबा आफ्नै जिद्दीमा बस्नुभएको छ भन्ने गुनासो पनि छ। कुरुक्क छोरी बुवासँग अमेरिका नगएर किन यसरी जिउँदो लास भई बस्नुभएको छ यो शून्य ठाउँमा? आखिर के छ यस उजाड डाँडामा? मामा घुँडामा हात टेकेर उठे। धर्मराउँदै घरभित्र पसे। घर के भन्नु, घरको नाममा सुरुङ। केही समयपछि दायाँ हातमा पुरानो र त्यत्रो देखिने कागज बोकेर निस्के। कागजको पानामा जतनले पल्टाएको थियो। थर काप्दो हात मतिर बढायो भने पराल साल रिगाँजको राजन आएको थियो। उसैको हातमा मेरो नातिनीले पठाएको यो चिठी। पढ्न त धेरैले पढे, धेरै पटक सुनिसके। तिमीले पढेको कसो सुनिँदैछ एकपल्ट पढेर सुनाइदेऊ भान्जौ। बट्टाइएको कागज उफारे। मैले चिठीमा आँखा दौडाएर लेखिएको थियो, पूजनीय हजुरबुवा, चरणमा शिर राखी ढोक चढाएँ। यहाँ हामी सबैजना कुशल छौँ, त्यहाँ हजुर पनि कुशल मङ्गल हुनुहोला भन्ने आशा गर्दछु। प्यारो हजुरबुवा, मलाई साह्रै माया लागेको छ। पल पलमा हजुरको याद आउँछ। हुन त मैले लामो समय हजुरको सान्ध्य पाइनँ। हजुरको हातसम्म हिँड्ने अवसर पनि पाइनँ। सानी हुँदा हजुरको काखमा खेलेको र आफ्ना कलिला हत्केलाहरू हजुरको जिउँदो र दारी मुछारेको पनि याद छैन।
तर मामु सधैँ सुनाउनुहुन्छ म पेटमै हुँदा ड्याडी र मामुहरूलाई भेट्न नेपाल गएको बेला म त्यहीँ जन्मेँ। मेरो न्वारान हजुरले गर्नुभयो। न्वारान नाम पनि हजुरले ईश्वरी। पछि यता आएपछि ड्याडी र मामुले ईश्वरीलाई इब्रा बनाउनु भयो। करिब 4 महिनाको शैशवकाल हजुरका काखमा बित्यो। हजुरका सिलोक सुन्दा सुन्दै लट्ठिएर म काखमै निदाउँथेँ। कतिपटक हजुरको काखमा सु गरेँ, कतिपटक काँची हार हुको मेरो पहिलो बक हजुरकै काखमा फुट्यो। आफ्नो हत्केलाको राखेको हजुरले हुर्रे गर्दा आकाशतिर उठाउँदा म आफ्ना कलिला गिजा देखाएर खिटखिटाउँथेँ। म 4 महिनाकी हुँदा मेरी मामुले मलाई लिएर अमेरिका आउनुभयो। त्यस बेला सयौँ पटक मलाई छातीमा च्यापेर हजुर धोरी रुनुभयो। मामुले यही कुरा प्राय सुनाउनुहुन्छ। यो सुन्दा साह्रै रोमाञ्चित र हर्षविरो भए मेरो शरीर सिरिङ्ग हुन्छ भने म नुडेर त्यहीँ पुग्छ मेरो प्यारो हजुरबुवा। त्यो स्वर्गीय आनन्दको शैशवकाल किन हजुरको लाड प्यारमा बिताउन पाइनँ मैले। अफसोस लाग्छ ती दिनहरू अब कहिले आउँदैनन् हजुरबा। हजुरबा आज म 17 वर्षकी भएँ। मैले थाहा पाउने र जान्ने भइसकेँ। मेरी ड्याडी मामुले जम्मा 2 पटक मात्र नेपाल लग्नुभएको छ, जबकि म बारम्बार त्यहीँ आउन चाहन्छु। पहिलो पटक आउँदा 6 वर्षकी थिएँ, दोस्रो पटक आउँदा 13 वर्षकी। मैले 4 महिनाकै शैशवकालदेखि नै आफ्नो जन्मभूमि र हजुरबाको सान्निध्य वञ्चित हुनु पर्यो। मैले आफ्नो मातृभाषा पहिलो चरणमा ड्याडी र मामुबाट सिकेँ, त्यसपछि यहाँका प्रवासी नेपालीहरू चलाएको स्कुलबाट। हजुरबा 2 पटक नेपाल आउँदा मैले जे देखेँ, जे अनुभव गरेँ त्यो मेरो जीवनको अमूल्य ज्ञान भएको छ। संसारका कुनै विश्वविद्यालयबाट पनि यो कुरा म सिक्न सक्दिनँ जो मैले आफ्ना हजुरबा र जन्मभूमिबाट सिकेँ। त्यहाँका खोलाहरूले जसरी जीवनमा बग्न सिकाउँछन्, पहाडमाथि धुम्मिने बादलहरूका गुच्छाहरूले बगेर पनि फर्किन सिकाउँछन्, जसबाट मैले आफ्नो छोटो अतीततिर फर्किन सिकेँ। जीवन भनेको भविष्यतिर बग्नु मात्रै होइन, अतीततिर फर्किनु पनि रहेछ हजुरबा। पाखाका गुराँसहरूले जसरी ठ्याङ्ग्रिदो शिशिरलाई छलेर फुल्न सिकाउँछन्, त्यसबाट मैले जीवनको प्रत्येक सङ्कटपछि खुसी र सुख लुकेको रहस्य चाल पाएँ। कोइलीको धुन, झ्याउरीको आलाप, खोलाको लय, गुराँसको मुस्कान, हिमालयको सौन्दर्य, गोठालाहरूको सुख र किसानहरूको कर्मयोगको संसारका कुनै पनि विश्वविद्यालयमा नपाइने ज्ञानका कुरा हुन्, जो मैले पनि नेपाल आउँदा पाएँ। त्यति मात्रै होइन, त्यहाँ हजार दृश्यहरू जो मेरो मन जीवनका दर्शन बन्न सक्छन्, त्यस्ता हजार रहस्यहरू जो मेरो जीवनका खोज बन्न सक्छन्, त्यस्ता हजार सौन्दर्य जो मेरो जीवनका सुख बन्न सक्छन्, ती सबै त नेपालमै छन् हजुरबा। यहाँ को छ र? मेरो ड्याडी र मामुलाई सायद थाहा छैन हजुरबा। त्यहाँ ईश्वरको मुस्कान छ, यहाँ मान्छेको अट्टहास। यही अट्टहासलाई सायद उहाँहरू सुखको प्रतीक सम्झिराख्नु भएको छ। त्यहाँ प्रकृतिको काग छ, यहाँ अत्यास लाग्दो भौतिकपूर्ण निर्माण मात्रै। त्यहाँ जीवनको सुख छ, तर यहाँ सुख खोज्ने सुविधा मात्रै। त्यहाँ प्रेम छ, यहाँ बासना मात्रै। त्यहाँ समर्पण छ, यहाँ भोगाइ मात्रै। संसारका मान्छेहरू यहाँ सुख खोज्न होइन, भोग बार्न मात्र आएका हुन्। भोगले मान्छेलाई कहिल्यै सुख दिन सक्दैन हजुरबा। मैले रामायण पनि पढेकी छु। सुनको हवेलीमा बस्ने रावण जति धेरै दुःखी थियो, त्यसको ठिक विपरीत जङ्गलको खुट्टीमा बस्ने राम त्यति नै सुखी थिए। रावणलाई दुःखी र असन्तोषी बनाउने कारक सुनको हवेली र सम्पन्नता थियो, तर रामलाई सुखी बनाउने कारक थियो भौतिक वैभवको त्याग र प्रकृतिको काग। भौतिक निर्माणको आयु छोटो हुन्छ हजुरबा, प्रकृतिको आयु अनन्त। त्यसैले जीवनको सुख प्रकृतिसँग मान्नुपर्छ, भौतिकीसँग होइन। मेरो ड्याडी मामुलाई मैले सम्झाउनु भनेको सन्तानको दृष्टता हुनुहुन्छ हजुरबा। हजुरले सम्झाइदिनु, नेपाल फर्किने बनाइदिनु हजुरबा, मेरो बिन्ती छ। मलाई त मेरो हजुरबाको पसिनाले सिन्चेको माटोको सुगन्ध सुँघ्ने मन छ। मेरो ड्याडीले बाल्यकालको पश्चात छोडेको बाटो हिँड्ने मन छ। मेरी हजुरआमाले पानी भर्ने गरेको धाराकै पानी पिउने मन छ मलाई। यहीँका सल्लाह गुराँसहरूले दिने हावामा सास फेर्नु छ। ड्याडीले नाम लिने गरेका धने, गोकने, डल्ले, खन्टे, छोटे अङ्कलहरू जोतेका खेतको अन्न खानु छ मलाई। मेरो हजुरबाको आँसु बहालेर बग्ने छडी खोला, टुनी गाड र सेतीको सुसेली सुनेर बस्नु छ र तिनीहरूले दिनै झिलमिला रमाउनु छ। बिन्ती छ मेरो हजुरबा, मेरो ड्याडी मम्मीलाई सम्झाउनुहोस्, अमेरिका त्याग्न भन्नुहोस् र नेपाल फर्किनुहोस् भन्नुहोस्। मलाई यहाँ बस्न मन छैन हजुरबा। मलाई धेरै मेरै हजुरबाको काख फर्किनु छ। सादर सम्झना मेरो हजुरबा। कोटी कोटी प्रणाम। हजुरकी उही प्यारी नातिनी इरा। पत्र पढिसक्दा मामाका शरीरमा काँडा उम्रे, आँखामा आँसु पलाए। एउटा छेसको समाते बुइको तरे गम खाए। खै के सोची भ्याए। एकपटक सबैका अनुहार हेरे। धामी भजे नौलागेका कि कन्सी बिबिसी भजे निहिरी दृष्टि उनैतिर गह परेर मामाले भन्न थाले, नातिनीका कुरा बुझौ अनि म किन जाउँ भन्छौ? अर्काकी आमाको दुध कहिल्यै चिउसिन, अर्काको बाबुको आमा कहिल्यै बसिन, अर्काको दुर्वचन कहिल्यै सहिन। बुढेसकालमा सहन अर्काको देशमा किन जाउँ?
उसलाई मैले सुरुमै भनेको थिएँ 2-4 वर्ष चारीपिटी जहाँ खाए पनि हुन्छ, तर सधैँका लागि अर्काको देशमा बस्नुहुन्न बा, एकचोटि पाइने यो अमूल्य जिन्दगी अर्काकै देशमा गुजार्नुहुन्न बा, हाम्रो जन्मभूमि त्यागेर अर्काकै भइदिनुहुन्न। तर उसले मानेन। भान्जो देशौँ त्याग्यो, आफ्नो देशसँगको नाता कट्टी गरेर उसले अमेरिकाको नागरिकता लियो। ऊ अब अमेरिकाकै भयो। देश त्याग्नु भनेको बाबु त्याग्नु भएन र भान्जो जन्मभूमि त्याग्नु भनेको आमा त्याग्नु भएन र भगवान् रामचन्द्रले सुनको लङ्का प्राप्त गर्दाखेरि पनि जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा ठुला हुन् भनेर आफ्नै जन्मभूमि अयोध्या फर्किए। यति अर्थी पनि त्यस केटाले लिएन। अहिले अमेरिकामा नै उसले स्वर्ग माने। एउटा मरेर टाढा भयो, भान्जो अर्को बाँचेरै टाढा गयो। निधारमा छोराछोरीको सुख नभएपछि मानेर मात्र के हुँदो रहेछ र? उहाँ मेरो को छ र भान्जौ? मेरो के छ र? मेरो सुवा पानी लेक उहाँ छैन, डुवर्टीको डाँडो उहाँ छैन, छडी खोला छैन, लोडेघाट उहाँ छैन, केवल छोराबुहारी छन्। उनीहरू पनि अब उहाँकै नागरिक भइसके। नागरिककै नाताले भन्ने हो भने पनि भान्जौ म नेपाली नागरिक, उनीहरू अमेरिकन नागरिकको घरमा नेपाली कति दिन बस्न सक्छ र भान्जौ? सधैँभरि बस्न सक्दैन क्यारे? भावनाको विभाजन यसरी हुँदो रहेछ भान्जौ। सम्बन्धको विच्छेदन यसरी हुँदो रहेछ। उनीहरूको अब उहीँको माटोप्रति वफादार छन्। म उघारेँ। यही कोटिला गाउँमा जीवनको पहिलो सास लिएँ। यही माटोमा रगत र पसिना बगाएँ। अब यसैमा खाचिम लिन चाहन्छु। मेरा देवता छन्, पुर्खाले पूजेका भगवान् छन्। पुर्खाको विरासत मेरी जीवन सङ्गिनीले गाएको रणवन यहीँ छ। हिँडेको बाटो यहीँ छ। मेरा जीवनभरिका सम्झना यहीँ छन्। मैले बाहिला बोकेका र टेकेका आँगन यहीँ छन्। मलाई विश्वास छ भान्जौ, मेरो स्वर्ग जाने बाटो पनि यही छ। मामाका कुराले शरीरमा काँडो उम्रे, आँखामा आँसु पलाए, मुटुमा गाँठो पर्यो। मेरो बफ फुटेन। निरीह भएर मैले डाँडाको देवी थान हेरेँ। मन्दिर भत्किएको छ। देवीका मूर्तिहरू माटोमा गाडिएका छन्। समयजी माडु हेरेँ। त्रिशुलहरू ढुङ्गामुनि छुपिएका छन्। शङ्ख घण्टाहरू जमिनमुनि पुरिएका छन्। धेरै जस्तो घरका भग्नावशेष मात्रै बाँकी छन्। छडी खोलाको ढुङ्गा हेरेँ, जहाँ नन्नी र म अघि सिरुखा पात बिचिरेर मायाको नापजोक गर्थ्यौँ। पहिरोले भाँसिएर खोलामा डुबेको छ। माया कि त्यहाँ सदाका लागि नामट हुन थालेको छ। पिपल डाँडाको स्कुल हेरेँ। डेस्क बेन्च कुहिएर गलेका छन्। पत्थरहरू खस्न थालेका छन्। भित्ताहरू भत्केका छन्। अघि हामीले कखरा पढ्न बसेका सेता ढुङ्गाले सम्झना मात्र सोचिरहेका छन्। रजबाडको गहर खामा हेरेँ। तामाका गाग्री र घडा, काँसका भकौला थाल, पित्तलका ताउली र अम्खोरा माटोमा पुरिएका छन्। एउटा मानव सभ्यता र सदाका लागि त्यहाँ विलुप्त हुन लागेको छ। वामतोलीको शिव मन्दिरतर्फ हेरेँ। खण्डहरमा वर्णन भएको छ मन्दिर। स्याल र ब्वासाहरूले वरिपरि बिस्ताएका छन्। बाङ र धतुरो उम्रिएको छ। मूर्तिका भगवान् चुपचाप माटोमुनि गाडिएका छन्। पुरानो जिन्दगीभर सम्झनाहरूले मुटु चुडानले आवाज छन्। लाउरेनी आमै टिपुरा कन्सी र बिबिसी बजेका सजल नयनहरू निहाले। जीवित देवीहरू धुरु धुरु रोइरहेका छन्। धामी बाजे नौला गरी काका र जेठा मामाका करुणा नुहार हेरे। पृथ्वीहरूका